holiday. Easy ask me. यो किचनको कलर त तल कलर त सेम पुरानो घर जस्तो अझ मैले जान्नु त्यो पुरानो घर भन्छु नि हामी कसैको घरमा पनि यस्तो हुनु पर्यो यो कभरमा त्यो ठुलो कभर मलाई नसेको न सरी जाउँ न जुन तारा खसाइदिन्छ भनेर जेस गर्ने चित्त आउनु आउनु केही नै हुँदैन कि आउनु पर्छ प्लेट ल्याउँ न गफमा अनि मैले चिनी राखेर पैसा तिरेको हो नि हामीले मेरो त निकै भएन गर्छ त जानेन नि त बनाउनु यो आयो भने त त्यो फाल्टो तिमीले हल्काउनै हालेनौ यो पनि त्यस्तै हो अलिकति भने कति राम्रो भयो के हर्चकले एउटा सुगर हालेको नि मैले 4 वटा Unlimited mocha, no sugar, add sugar. ठ्याक्क मको जस्तै भयो के हो खासै त्यो उस जस्तो नि छैन क्या चिनी धेरै भयो भने हाल्नु अब कहाँ लान्छ त्यो हिजो जस्तो लाग्छ झोल नबनाउँदा मिठो त थियो हिजो हामीले बिहान भात खाँदैन कि त्यही भएर नि होला ब्रेड त सक्यो त्यति झोले चिसो भयो के रे तरकारी अनुसार है नत्र नभएको भए ल यहाँ के भइरहेछ ल भनिदेऊ बहिनी हामी चाहिँ आज बिहानै उठ्यौँ 7:30 बजे अनि अब हाम्रो ब्रेकफास्ट रेडी हुँदैछ अनि यता चाहिँ हाम्रो कफी तयार हुँदैछ यहाँ हुँदैछ ससेज ग्रेभी एभोकाडो अब गाडा चाहिँ दामी पाकेको रहेछ टक्कै खान्छ पाकेर यहाँ बस्ने घर रुम नम्बर 101 हाजिर हो अनि यो गुड मर्निङ सबैजनालाई मेरो ब्लगमा भ्लग गरेर के तिमीलाई गरेर कस्तो राम्रोसँग बोल्छ नि म त बोल्न त बिर्सिसकेँ के बोल्दा नि बेल्ली छाबा बेल्लीमा वाउ कस्तो मजाको ए पुरै गर्ने कि होइन यो म त पुरो गरेन है कोही मेरो कपी खोइ हामी चाहिँ अहिले रेडी भइसक्यौँ जानको लागि तर पनि केही हल्का ढिलो भएको छ केही समस्या आएर त्यही भएर हामी चाहिँ 5 मिनट जति बस्छौँ हैन होला हैन हो सोल्टी तिम्रो ब्याग कहाँ छ यो यहाँ यस्तो राम्रो देखेछ साथीभाइहरू टिकटक गराउने हो के हुन त आफ्नै घर जस्तो लाहा है यसरी ठुलो घर टिकटक त होइन त्यो त नाचेको पो यहाँबाट ब्लू स्प्रिङ पुग्नलाई हामीलाई 45 मिनेट्स लाग्ने रहेछ है माथि उतोको त्यो एउटा बेडमा त थिएन ल दाइ के भन्नु छ त हिजोको बस हाम्रो हामीले किन छोड्ने हो What's
हामीले हट वाटर लिएर नि फ्रेस भएर निस्किसक्यौँ अब चाहिँ हामी जाँदैछौँ हामी कहाँ जाँदैछौँ अब हामी स्प्रिङ वाटर हेर्न क्लियर वाटर हेर्न जाँदैछौँ ल फ्रेस भएर निस्क्यो मैले तसँग ल्याएँ एकपालि मैले निकाल्ने फोहोर पनि होइन सफल पनि होइन कि यो त्यही छ त त्यही हुन्छ सावरको छेउमा यसरी बस न यसरी म त एक्लै एक्लै आएको हामीलाई जानु तेरो तरुणहरूको जानु जानु त पाइएन रिङ्गोरो लायो के भन्छौ पानी म त खोले खादियो तर यहाँ त बाफ आउनु पर्ने क्या कहाँ हो बाफ आउने के हो त कता गयो त्यो जानु पाइन्छ हामी 80 हो त्यो त पाउन्न त्यो त 80 हो त्यति पानी डुब्नलाई 20-50 होला जाम मजा आउँछ तर यो चाहिँ नेचुरल हो नि त बाहिर निस्केन हुन्छ घाम निस्किन त्यसले कसले फोकस गरेछ अब बस्ने त्यसले कसले फोकस गरेछ कि मलाई निशल यता आउँदा यता आउनु निशल निशल यता आउँदा यता आउँदा त्यसले कसले फोकस गरेको थाहा भएन मलाई निशाले गरे कि पूजालाई म चस्मा लाउनुलाई उता जाऊ त अब तिमी उता जाऊ त म चस्मा लाउने मलाई गरे के तिमीलाई रहेछ मलाई हेरेर खान माथि उठा त्यति एकचोटि क्या आनन्द भएको या मलाई त कस्तो मजा आइरहेछ रहेछ यसलाई गरे रहेछ बुढे सक्सेस जान ठुलो यसको छ त्यही भएर गरे होला नि म त तैरियो त यहाँ दिनभरि पानी भर्ने ठाउँ चाहिँ कहाँ रहेछ हो त्यहाँको नमान छ त्यसले पानी धेरै खायो भने चाहिँ खानु पर्दा पर हुन्छ नि हेलो हप्तामा एक दिन यसरी आयो भने त हामी त त्यो भइहाल्छ नि के रेडियोको टक्स उता जाउँ न उता पनि ठाउँ रहेछ क्या तिमी उता गयो भने जान्छ कि जाउँ न जाऊ न जाऊ अझै उतै अनि तपाईँलाई चिन्छ म नि जान्छु म नि आउँछु त्यतै निशल कता कता जान्छ त्यतै होइन क्यामेरामा आउन मन छ भने हेलो हेलो हामी चाहिँ यहाँ घुम्दैछौँ निशल भाइ कता गयो म यता गएँ त्यो पनि यतै आयो पहिलो सुरु तँलाई देखेर हो सुरुमा यसको फेसमा उस भयो त्यसो म आउँछु नि त त्यसको भोलि ठुलो चिसो पुल त डेन्जर चिसो होला है मलाई त क्या पौडी खेल्नु मन लाग्यो तर भर लाग्छ तर चाहिँ हामी अब एकछिन टिकटहरू त्यहाँ जाने है त्यसमा चाहिँ पछाडिबाट त्यसमा अलिकति पानी सफा पनि छ त्यसमा पानी अलिकति सफा छ कि त्यसमा चाहिँ पछाडिको सिन पछाडिबाट चाहिँ अगाडि दामी आउँछ क्या बग्दो रहेछ कि पढी हिँड्न नजाने यता एउटा बस्नु नि यसरी फर्किनु न ओइ निशल आऊ न बिचमा आइदेऊ मेरो अहिले यस्तो भिडियो बनाइदेऊ ल त्यो केटीहरू जस्तै निशल एक्लै यहाँ हो नि त्यस्तै बनाउने अहिले पौडी खेल्नु गयो ओए क्यान्सल दसैँ दिन त यस्तो चस्मा लगाएर त्यसमा निशल यहाँ हो नि क्या किन यहाँ आऊ न यहाँ यसरी बसेर क्या तल सिधा आएर त्यो क्यामेराले एकछिन फोकस गरेको छ कान्छ दाइ
सानो रहेछ है उता चाहिँ ठुलो छ अलि उता उताको झाडीमा मासु चाहिँ खतरा यहाँ माछा यो माछाहरू न कसले माछा न त्यही त माछाको नि भाग्य हुने है तर बिचारा कोही एक्वेरियममा हुन्छ कोहीले मारेर यहाँ खिच्दा मेरो हेर देखाइदिइ हाल्नु त एकचोटि ल पानी उयो निलो भएको देखिने गरी खिच्नु न ल ऊ चाहिँ माछा रहेछ यो उयो सानो यसलाई खिच्नु न यो हाँसलाई जुम गरेर यता यता खिच्नु हाँसको बच्चा मेरो त अघि मुडै कस्तो भइसक्यो थियो यार त्यो ठुस त्यो सुरको फुलमा है यस्तो जाब रहेछ मान्छेले कस्तो बढाइ चढाइ उ गर्छ ओ माई गॉड थ्याङ्क यू दाइ ओ कहाँ यति रहेछ ट्रेक रहेछ के यति रहेछ दाइ कहिले साहब यही बिचमा जम्मा हुने छैन छ एउटा ठाउँ दाइ यो कोही फेरि खोले साग लिएर बसिरहेको कोही फेरि यहाँ फोटो खिच्दै कोही उता फेरि के हेरेको नि यो चाहिँ हाम्रो ब्रेक हो के खोज्नु भयो होला अनि चाहिँ माथि पनि निकाल्ने अग्ला गइयो भने चाहिँ अब खोल्नु सक्छ